मम्मी के हो तपाईँको त पोतपात सुरु छ त घर आइसी त अब छोरी यहाँनिर मलाई आगोमा बनाएको मनपर्छ खानेकुराहरू थाहा छैन म रोटीहरू नै आएरै बनाउँछु यो चाहिँ खास पसलको लागि हो त्यति युज हुँदैन नि त अनि सब भत्केको छ अब यसलाई पहिला सफा गर्नु पर्यो नि त अब यहाँ बस्नुन्जेल म बस्छु नि त घर बस्नुन्जेल चाहिँ म यसमै बनाउँछु खाना भनेर यसलाई सफा सुग्घर गर्दैछु कि कहिलेदेखि काम सुरु भयो नि तपाईँको यो पोत्नलाई चाहिँ ए जन्मेदेखि आउँछ छोरी के हो र पोत्न नआउने भन्ने नि हुन्छ र भने गएर त अहिलेसम्म देखाइदिनु मलाई आउँछ अब त्यो गर्नै नपरेपछि किन गर्ने हो र तर मलाई आउँछ गोबर गर्न खाएँ तपाईँलाई गोबर कि बास्ना आइरहे बास्ना आइरह हेर त यस्तै तिमी गर्ने हो म गर्दिनँ किन मलाई मन पर्दैन यस्तो भनेपछि के गर्नु पर्ला होइन सीमा कर्ममा के लेखेर आएको थाहा छैन मेरो छोरीको ए पछि गरौँला गर्नु पर्यो अहिले चाहिँ गर्दिनँ जहिले पर्ला तपाईँ पर्ला ल यति हो त्यो अरू पनि बाँकी छ पोतमा छ त छोरो यो सबै सफा नगरिकन यो कसरी पकाउनु त नि यस्तो जाँगरिलो मान्छे नि भेटिँदो रहेछ ल संसारमा खासै अब अन्त त अब खासै ग्यासै युज हुन्छ नि त यो चाहिँ यसो आगोहरू ताप्न तिमीहरू आएको बेलामा आगोहरू पनि ताप्छ नि त यो पालेर तिमीहरू भाइ तिमी दिलिसा अनि जाडो महिनामा पसलमा चिया खान आउनेहरूलाई आगो बाल्नै पर्ने यहाँ चाहिँ खासै युज हुँदैन